अझै एउटा कुरामा तपाईहरुलाई आज प्रुभै गरेर देखाउँछु। हेर्नु, लाइफमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा थाहा छ के छ? जुन चाहिँ विद्यार्थीमा पनि हुनुपर्छ है, लाइफमा सबभन्दा इम्पोर्टेन्ट कुरा विद्यार्थीमा पनि हुनुपर्छ, शिक्षकमा पनि हुनुपर्छ र कतै काम गर्ने मान्छे जो जब गर्छ त्यसमा पनि हुनुपर्छ। लाइफमा चाहिँ चाहिने नै कुरा भनेको के हो थाहा छ तपाईहरुले? भेरी गुड, मैले भन्नै पर्यो के डिसिप्लिन। हेर्नु, जसले चाहिँ डिसिप्लिन मेन्टेन गर्न सक्नुहुन्छ नि लाइफमा चाहिँ त्यसले 100% सक्सेस पाउनुहुन्छ। आई क्यान प्रुभ इट। त्यो डिसिप्लिन, अब डिसिप्लिन वर्डले हेरौँ ल हामी। त्यो वर्ड हेरौँ त ल। D I S C I P L I N E. These are the letters जसले चाहिँ कुन वर्ड बनाउँछ? डिसिप्लिन। ल अब डिसिप्लिन डी भनेको कति नम्बरमा पर्छ एबीसीडी को? 4। हेर्दै जाम ल। 4। आई भनेको 9। एस भनेको 19। चेक गर्नु होला है, 90 नै हुन्छ। 3 सी भनेको 3। आई भनेको 9। पी भनेको 16 हो। 16 हो। एल भनेको यो समथिङ एल भनेपछि 12 होला। 12 होइन 14 हो। माइसे हियर 12 हो। आई भनेपछि फेरि 9 पर्यो है। त्यसपछि एन भनेको 14, ई भनेको 5। नाउ लेट्स सी। यो तपाई सबैलाई जोड्नु त। When you add it all, it comes 100 total. यो डिसिप्लिन वर्डले नै तपाईलाई सिकाउँछ जिन्दगीमा यदि फुल्ली 100% नै सक्सेस हुनु छ भने यो चाहिन्छ लाइफमा के डिसिप्लिन।